हेलो गाइज नमस्ते वेलकम टू माई भिडियो र आजको भिडियो चाहिँ हेलो गाइज नमस्ते वेलकम टू माई भिडियो र आजको भिडियो चाहिँ हल्का स्पेशल छ किनकि एन्ड डिफ्रेन्ट पनि छ किन लाइफमा फर्स्ट टाइम म एक्लै सपिङ गर्न गइरहेको छु हैन। म यसरी एक्लै सपिङ गर्न चाहिँ कहिले पनि गएको छैन, आज चाहिँ फर्स्ट टाइम हो। सो म चाहिँ कस्तो हुन्छ नि फर्स्ट टाइम सपिङ गर्न कस्तै जाने यार, एक्लै सँग कोही भयो भने त हैन हल्का सोध्नु हुन्छ नि त नि। तर आज चाहिँ म एक्लै गइरहेको छु एन्ड एक सेकेन्ड गाइस म चाहिँ भन्न बिर्सेको हैन, आज चाहिँ धनतेरस हो। सो ह्यापी धनतेरस सबैजनालाई। र आजको दिन चाहिँ धन खर्च गर्नुपर्छ अरे हैन, धेरै नगरे नि थोडा थोडा आफ्नो क्षमता अनुसार। सो म चाहिँ केही सपिङ गर्न गइरहेको छु आजको लागि मात्र नभएर पुरै अब तिहारको लागि भनौँ नि हैन। सो म चाहिँ सपिङ गर्न यस्तो साइकलमा गइरहेको छु गाइस। र गाइज मेरो घरमा हैन दुईटा स्कुटी छ हैन, अनि त्यही पनि म जब मेरो साइकल समाएर म सपिङ गर्न जान्छु हैन, मतलब कहीँ पनि जब म मेरो साइकलमा जान्छु नि सबै परिवारले यस्तो ट्रिट गर्नुहुन्छ हैन, बेचारालाई कति गाह्रो होला हैन, साइकलमा कसरी जान्छ होला, यति गर्मी छ कसरी चलाउँछ होला भनेर लास्ट टेन्सन लिनुहुन्छ क्या। अनि तर मलाई चाहिँ हैन मेरो साइकल बेस्ट लाग्छ के, मलाई सजिलो लाग्छ हैन, अनि एकदम रमाइलो लाग्छ साइकलमा यताउता जान घुम्न हैन। पहिला कलेज जाँदाखेरि नि म साइकलमै जान्थेँ नि त अनि सो मलाई चाहिँ मनपर्छ। तर फ्यामिलीले लास्टै टेन्सन लिनुहुन्छ, अहिले पनि लास्टै टेन्सन लिँदै थिएँ म साइकल लिएर आउँदाखेरि स्कुटी लगेर जा भन्दै थिएँ। तर मलाई चाहिँ साइकलमा मलाई चाहिँ इजी हुन्छ राम्रो लाग्छ भनेर आएँ। तर गाइस गर्मी हुन थालिहाल्यो अहिले नै। बट आज सपिङ गर्नु छ हैन, रमाइलो लागिरहेछ। खै के सपिङ गर्छु केही थाहा छैन, के किन्छु। तर आजको लागि सामान किन्नु छ अनि फेरि यो पुरै के भन्छन् तिहार पुरैको लागि सपिङ गर्नु छ। खै सबै सामान त आज ल्याइन्छ कि नै, किनकि एक्लै आएको छु साइकलमा आएको छु। खै हेरौँ जति सकिन्छ त्यति आज ल्याइन्छ अनि बाँकी फेरि अर्को दिन आउनु पर्ला। ओके गाइज हेर्दै गर्नु है, म चाहिँ अब सिधै बजार पुगेर चाहिँ भिडियो बनाउँछु होला। ओके गाइज स्टे ट्युन। बजार चाहिँ पुग्यो हैन, लास्टै थाके साइकल चलाउँदा गर्मी पनि लास्टै छ नि त नि। सो एन्ड जस्ट एक ग्लास जुस खाएर अनि म फेरि बजारतिर जानेछु। ठगाइ लागिहाल्यो। ओके गाइस गाइस म चाहिँ बजार पुगिसकेँ हैन, अनि अब त्यहाँदेखि चाहिँ बजार स्टार्ट हुन्छ। सो म चाहिँ यो लिस्ट हेर्दैछु के, मैले चाहिँ घरदेखि के भन्छन् लिस्ट बनाएर आएको छु हैन, किनकि बजार आइसकेपछि गाइस चाहिने चिज भन्दा नचाहिने चिज लगेर जाने मान्छे हो हैन। म पहिला ग्रुपमा आउँदाखेरि त म त्यस्तो गर्थेँ हैन, फेरि आज त सिङ्गल आएको छु। सो मैले चाहिँ आफ्नो लिस्ट निकालेर हैन हेर्दैछु कुनै छुटेको त छैन यसमा हैन, थप्नु पर्यो भने म यही थप्छु। तर उता गएर चाहिँ म बढी आउट किन्दिनँ भनेर चाहिँ म यो यस्तो हेरिरहेको छु हैन, सकेसम्म याद गरेर जान्छु किनकि उता गएर कहाँ लिस्ट निकाल्नु हैन। सो ओके गाइस ल म चाहिँ हिँडेँ, म पहिला यो लिस्ट पढ्छु याद गर्छु अनि बजारतिर जान्छु। हेलो गाइस मैले चाहिँ यहाँ दियाहरू किनेँ हैन, तर भिडियो बनाउन पाएन। सो अहिले चाहिँ फोटो खिच्दैछु अनि दिया चाहिँ कस्तो किनेँ भनेर एकछिनमा देखाउँछु हजुरहरूलाई, आई मिन घर पुगेर देखाउँछु। सपिङ गरिँदै सक्यो हैन, मैले बजारमा चाहिँ भिडियो बनाउन सकिनँ किनकि पब्लिक प्लेसमा खासै भिडियो बनाउने गरेको छैन नि त नि मैले। सो गाह्रो भयो हैन, अनि मैले चाहिँ बनाउन सकेन। अनि अब चाहिँ म यस्तो घर फर्किन लाग्यो अनि के भन्छन् लास्टै गर्मी हुन थालिहाल्यो। 12 चाहिँ बजेको छैन, घाम चाहिँ टलटलाउन लागेको छ। सो अब चाहिँ म घर पुगेर सामानहरू चाहिँ अब हजुरले म घर गएर नै
कोसिस गरेको होइन, तर भिडियो बनाउनै सकेन कि राम्रो भिडियो आएको छैन। सो म चाहिँ भिडियो हाल्दिनँ होला। त्यो सामान किनेको चाहिँ बरु घरमा पुगेर चाहिँ मैले आज खै दिदी